हेलो गाइजहरू नमस्कार। म रोशन ढकाल। आज चाहिँ हामीले सानो भिडियो लिएर आएका छौँ, कृपया हेरिदिनु होला। आज चाहिँ हामी XR 150 को सबै काम गराउँदैछौँ, डेन्ट पेन्टदेखि लिएर सर्भिसिङ। जस्तै अब यसमा क्लचको कभर पनि फुटेको थियो। यो क्लच कभरलाई चाहिँ हामी अब खोलेर वेल्डिङ गर्न लान्छौँ। यो चाहिँ कभर फुटेर पहिले एमसिलले टालेको रहेछ। त्यही हामीले मोबिलहरू पनि झार्यौँ। अब मोबिलहरू पनि झार्नै पर्छ। यहाँनिर क्लच कभर फुटेर एमसिलले टालेको छ। अब हामी यसलाई एमसिल उकाएर वेल्डिङमा पठाउँछौँ। अनि यो चाहिँ फुल बडी डेन्ट पेन्ट पनि हो। त्यही भएर पेन्ट गर्नको लागि हामीले यसको कभरहरू भाँचेको रहेछ। भाँचेर वेल्डिङ सोल्डिङ गर्नको लागि सबै कभरहरू खोल्दैछौँ। अब सबै खोलेर पिस पिस कलर गर्छौँ। यसको चाहिँ हामी कलर गरेको भिडियो पनि देखाउँछौँ, त्यो पनि हेर्नु होला। अनि तपाईँहरूलाई यो भिडियो कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। अब हामी यसको सकअपमा पनि समस्या भएको कारणले सकअप पनि खोल्दैछौँ। सकअप पनि चेन्ज गर्ने हो यसको। यिनीहरूको सकअप चाहिँ बनिँदैन, अरू बाइकहरूको चाहिँ बनिन्छ। यो बाइकहरूको चाहिँ बनिँदैन, ग्यास सकअप हुन्छ। त्यही भएर हामी यसको सकअप चाहिँ नयाँ चेन्ज गर्छौँ। सकअप खोल्नलाई पुरा हार्ड भएको रहेछ। त्यही भएर हामीले मेसिनको सहायताले सकअप खोल्दैछौँ। सकअप खोलेपछि पछाडिको चक्काहरू पनि ब्यारिङहरू सबै चेक जाँच गर्दैछौँ। अब हामी यसको सकअप निकाल्दैछौँ। यो चाहिँ XR 150 पुरानो मोडल हो। होन्डाको दह्रो अफरोड बाइक मध्ये राम्रो बाइक हो। अब हामी यसको लगभग खोल्ने कामहरू चाहिँ सक्नै आँट्यौँ। अब हामी यसको सकअप निकाल्दैछौँ। सकअप निस्किन लाग्यो। अब सकअप निकालेपछि हामी अर्को नयाँ सकअप पनि ल्याएर रेडी पारेका छौँ। त्यो सकअप पनि हाल्छौँ। र यसमा चाहिँ प्रायः सकअप हाल्दाखेरि जेने नै हाल्नु होला, किनभने अलिक निकै महँगो छ। अरू बाइकको भन्दा धेरै महँगो छ। त्यही भएर जेनेन हाल्नुपर्छ। त्यसले फेरि दुःख नदियोस् भनेर। अब यसको फिल्टर हेरेको पहाड कुद्ने बाइक हो। धुलो पुरा तानेको रहेछ। धुलो धेरै रहेछ। अब तराईभन्दा धेरै हुन्छ नि त पहाडमा। अब यसको हामीले एउटा सकअप ल्याएर रेडी पारेका छौँ। यो नयाँ सकअप लगाउँछौँ हामी। अब हामीले सबै काम सकेर यसलाई कलरमा लग्यौँ। हाम्रो प्यारो भाइले चाहिँ कलर हानिदिँदै छ। कलर अब सबै पुरै वारेन्टीवाला कलर हो। फेरि हो भाइले वारेन्टीका सहित हानिदिन्छ। राम्रो हान्छ भाइले कलरहरू पनि। अब हामीले यो सबै कलर गरेर रेडी पारिसकेका छौँ। घाम लागेर घाममा मस्त सुकाइरहेका छौँ। यसको कभरहरू पुरै सुक्नुपर्छ। त्यही भएर हामी यो चाहिँ इमर्जेन्सी भएको कारणले राति नै सबै फिट गर्दैछौँ। अब राति चाहिँ खासै राम्रो फोटो भिडियो नआउन सक्छ। तर गाडी कलर चाहिँ एकदम राम्रो वारेन्टीवाला गरिदिएको छ भाइले। यदि तपाईँहरूलाई पनि यस्तै काम गराउनु छ भने हाम्रो मोटरसाइकल ग्यारेज बेरतामुर झापामा सम्पर्क गर्न सक्नुहुन्छ। हामी सम्पर्क नम्बर पनि छोडिदिएका छौँ। धन्यवाद।